ओकिनावाको यो गाकोमा को पढ्दै हुनुहुन्छ? यदि तपाईहरुसम्म यो भिडियो आइपुगेको छ भने लाइक र कमेन्ट चाहिँ छोडेर जानु होला है त। अनि स्वागत छ तपाईहरुलाई मेरो डे 6 मिनी भ्लगमा। आजबाट चाहिँ हाम्रो गाको सुरु भएकोले हामी दुईजना चाहिँ खाना खाएर रेडी भएर अनि निस्क्यौ गाकोतिर। बाहिर हेरेको घाम यस्तो चर्को लागेको थियो कि टेम्परेचर चाहिँ जम्मा 24 भए पनि घाम चाहिँ लास्टै चर्को लागेको थियो मलाई। अब सुने अनुसार यो चाहिँ भर्खर सुरुवात मात्रै हो रे, झन् पछि कति गर्मी हुने हो थाहा छैन। यहाँ चाहिँ विद्यार्थीहरूलाई लिफ्ट युज गर्न नदिने रहेछ अनि हामी गयौँ सिडीबाट। फाइनली गाको सकिसकेपछि चाहिँ कस्तो तिर्खा लागिरहेको थियो अनि हामी चाहिँ पानी किनेर यसले काम गर्ने ठाउँको अगाडि बस्यौँ। यो चाहिँ यसले काम गर्ने ठाउँ हो है। अनि यसले चाहिँ भोग लाग्यो भनेर नेपालको जस्तै स्वाद भएको चिजवल किनेर ल्यायो। अनि एकछिनमा लागे म कामतिर। यो भिडियोमा देखिराख्नु भएको गेम चाहिँ जापानमा लास्टै फेमस छ, यसलाई चाहिँ याक्यु भन्छ है। त्यहाँ एकछिन हेरेर अनि म चाहिँ लागे कामतिर। आज चाहिँ मौसम सफा भएकोले यो ठाउँहरू कस्तो राम्रो देखिरहेको थियो। यो ठाउँमा चाहिँ सायद जापानिजहरू भन्दा पनि अमेरिकनहरू बढी होला कि। हेर्दा हेर्दै म पनि काममा पुगेँ। अब सुरु हुन्छ मेरो काम सकिसकेपछिको दृश्य। हामी सबैजना काम सकेर आफ्नो घरतिर लाग्यौं। मैले अघि देखाएको दिउँसोको भ्यू चाहिँ नाइटमा यस्तो बवाल देखिन्छ कि। यहाँ वरपर चाहिँ क्लबहरू पनि छ के। जापानको ओकिनावामा बस्ने यो ठाउँ सबैलाई थाहा होला सायद। त्यो ठाउँलाई चाहिँ अमेरिकन भिलेज भनेर चिनिन्छ। मेरो कोठा नजिकै भएको यो के होला? यदि तपाईहरुले थाहा छ भने कमेन्टमा भनिदिनु होला है त। म घरमा पुग्दाखेरि यसले चाहिँ कोदोको ढिँडो बनाउन लागेको रहेछ। अनि तरकारी चाहिँ गुन्द्रुक थियो है। आज चाहिँ मासु नासी। यसलाई गाह्रो भयो होला भनेर मैले पनि गएर चलाइदिएँ। खासै राम्रोसँग त आउँदैन तर फर्स्ट टाइम थियो मेरो। त्यसपछि मैले चाहिँ खाना खाएँ अनि त्यसले चाहिँ ढिँडो खायो। आजको मिनी भ्लग यहीँ सकिन्छ। हस्त धन्यवाद। बाई बाई।